रन्जितालाई अहिले खालि बुद्धिमान चाङ देखाउँछ बुद्धिमान चाङ देखाउँछ कि रन्जितालाई गइले पनि आजकल बुद्धिमानको बुढीले नानी छोडेर दाल केरा दाल सासु भनिरहेको हुन्छ त्यसो भन्छ अहिले गणेश दाजुको भाउजूले चाहिँ नि बुद्धिमानको सासूले रन्जिताको गु खान भन्दै गरेको हुन्छ बिचरा खेदालाई जान्छ त उसको नानी छोरी छोरी रन्जिताले सबै काम गरिरहेछ त्यसो गु खाना पनि हुन्छ भन्दै गरेको खाएको छ हाम्रो नालामा भन्दैछु त म त बेला बेला खान्छु कहाँ ल्याउँछ नानीसँग अन्त भनिदिन्छु हो कोही बेला हो अहिले त नानी छोडेर बिचरा खेताला जान्छ लाइट गयो उताले खेताला जानु पनि नदिँदो रहेछ नि त अब अनि खेताला गयो भने